त नमारी छोड्दिन। होइन किन गनगन गरिरहेको थियो आज? अनि छिमेकी हो किन झगडा गर्नु भनेको त अब त अति भयो के। बेल नै बोकेर पो हिँडिरहेको थियो यार, कल्ला हान्न हिँडी। एउटा हो ए काली के गरेको तिमी? यो बोकेर कहाँ हिँडेको? यो आज म मान्छे छोड्दिन बुढो। तँ उता पढेको दुईटा छिमेकीहरू छन् नि, यिनीहरूको मैले यो बेललाले टाउकोमा हानेर मार्छु मैले आज। के भयो? के भने तिनीहरूले फेरि त्यस्तो? एक दिन होइन, 2 दिन होइन, जहिले पनि त्यो बाटो हेर्छु, जहिले कुरा काटेको छ, जहिले कुरा काटेको छ। कस्तासँग बिहे गरेको रे, कस्तो मान्छे छानेको रे, बाबुआमाले मान्छे हेर्न पनि नजानेका रे, आँखा पनि फुटेकै रहेछ कि क्या हो रे। जहिले हेरे एउटै कुरा सहन सक्छु म? ठिकै त भनेछ त तिनीहरूले। अब त्यो बेला जवानीमा आँखा देखिन, राम्री लाग्यो। यो भयो त मैले स्वर्गकी अप्सरै पाएँ भने जस्तो लाग्यो। बिहे गरिहालेँ, ती दुईटाले मात्रै कुरा काटेछन्। यो त सारा गाउँले भन्नु पर्ने तिमीलाई त। अब के गर्ने? जवानीमा आँखा देखिन, बिहे गरिहालेँ। के बुद्धु, मेरो कुरा काटेको हो त तपाईँको कुरा काटेको हुन् तिनीहरूले त। नमारी छोड्दिनु म आज। ज्ञामा के बोकेर आएको? अब त त्यति मात्रै हो र? तिनीहरूले त कस्तो कस्तो कुरा काट्छन् मैले नभनेको अरू तपाईँलाई त। के भन्छन्? कस्तो कालो रे त्यो नाक त, यस्तो परेको छ, बाङ्गो नाक रे। कस्ता केटाकेटी हेरिदिएको रे, दाँत हेर्नलाई त्यस्तै छ रे, उ छिटेको दारा निस्केको छ रे। कालो पनि कति कालो हो, त्यो अङ्गार पनि त्यति कालो हुन्न रे। तेरो बुढो त्यस्तो कालो त भन्छन्। कति सहनु यार, कति सहनु मलाई त। मार्छु मैले आज बजाएर। म छोड्दिनँ। मेरो कुरो काट्यो भन्दाखेरि चाहिँ दुईजनाले मात्र होइन, गाउँभरिकोले काट्नु पर्ने रे मेरो कुरा चाहिँ। आफ्नो कुरो काट्यो भन्दाखेरि ऊ पोथालाउने कुरै बोकेर हिँड्ने छैन। अब मान्छे के गर्छन् थाहा छैन मलाई। अಯ್या के कुम ठोक्दै हिँडेको? तँसँग कुनै रहरले ठोकिएको होइन, कति नै उनीहरू देखेको रिस उठ्छ मलाई त, बोल्न नै मन लाग्दैन। तेरो अनुहार छ नि हेरिरहन आउने जस्तो, हेमा मालिनीको जस्तो गुवाची डल्ली भलिबल जति चाहिँ फुर्ती गर्छ कति नै। अल भयो त हड्डी कति, मसँग 1 हप्ता बोल्ने होइन। नबोल्ने भाइ नबोल्ने, कति काटिले जा नबोल। 1 हप्तासम्म नबोल्ने नबोल जा। मोजा पनि कहाँ राखिदिएको होला यो भद्रगोलीले? सबैको एउटा मात्रै छ। कस्तो झरी परेको होला छेत्तेरीका। मोजा त भेटियो, कस्तो पानी परेको। 10 बज्न लागेको रहेछ। आज 2 घन्टा ढिलो जान्छु, सुत्दिन्छु 1 घन्टा जति। मुसुक्क निधायो भने त बर्बाद हुन्छ। एउटा म्यासेज लेखेर छोड्नु पर्यो यार। ल 1 घन्टा पछि उठाइदेऊ ल भनेर म्यासेज लेखिहालेँ, उठाइदिइहाल्ने नि। ला 1:30 पो भइसकेको छ, उठाइदेऊ भनेको। 11 बज्यो उठ्नु। कति मसिलो अनुहार पनि, कति राम्रो हो कि आफ्नो बुढा त। कस्तो धेरै नाटक नगर। के चाहियो? किन? अनि पहिला त नाक बाङ्गो जस्तो लाग्थ्यो, अहिले त नाक पनि सिधा भएको छ बुढो। के चाहियो भन्न? त फकाउन आएको मलाई प्रष्ट थाहा छ। नत्र मेरो प्रशंसा गर्ने मान्छे हो? सबै साथीहरू म तिजको सपिङ गर्नको लागि भनेर उता बिरगन्जतिर गएको छन्, मलाई नि हिँड भनिरहेको छ नि त। बढी खर्च गरेर नचाहिँदो खर्च गरेर यो विकृति फैलाउनलाई किन चाहियो? दराजभरि छैन पहिलाका लुगा, चुप लाएर घर बस्ने। तपाईँलाई कसले बोलाएर सुता त्यहाँ बाहिर हेर्न जानु त एकचोटि? जानु छिटो जानु, कुवा को हो?
कसैले बोलाएको छैन त। हेलो मलाई फोन गर अहिले 1 मिनेटपछि गर्न छिटो गर भनेको सुन्न फोन गरेर के भन्नु भन्दाखेरि मेरो बुढो कस्तो ट्रेडिसनल खालको यस्तो यताउता नपढाउने पुरानो सोचको हामी यताउता मिलाएर बोल्दैन ल को रहेछ त बुढो बाहिर कोही पनि होइन तिमी त्यसै भनेर होइन त्यसै त त्यहाँ ढक्दा गरे जस्तो लाएर भनेको झन् कसको फोन आयो? हेलो ओइ हामी त जान भनेर रेडी बनेको त जानुहोस् र भनेको कस्तो खालको यार तेरो बुढो त कहीँ जान नदिने केही गर्न नदिने होइन त्यस्तो त होइन त्यस्तो पुरानो सोच भएको मेरो बुढो भए त म त उहिले छोडिदिन्थेँ त जानुहोस् र भनेको तिमीहरू जान त म जाँदिनँ कि तिमीहरू जा बस त्यही बुढो कुरेर तिनीहरूले मलाई चिनेकै छैन के चाहियो भन तिमीलाई के चाहियो भन तिनीहरूसँग गर तिनीहरूले भन्दा डबल पेपर सपिङ गरेर आऊ ल भन के चाहियो धेरै त होइन 4-5 हजार रुपियाँ दिन्न 4-5 हजारको कुरा नगर न यार 4-5 हजार केही पनि होइन अहिले यहाँ कति छ पैसा ल यत्रो पर्दैन बुढो यो लैजाऊ सपिङ गर अरू के किन्ने हो पुगेन भने मलाई क्युआर पठाइदेऊ तुरुन्तै हालिदिन्छु म तिनीहरूलाई म देखाउँछु म कस्तो मान्छे भनेर र यसपालिको तीजको प्रोग्राम हाम्रो घरमा दर प्रोग्राम अर्गनाइज गर के सामान चाहिन्छ कति मासु चाहिन्छ कति के चाहिन्छ सबै लिस्ट बनाएर देऊ म सबै ल्याइदिन्छु हुन्छ म रेडी हुन जान्छु चिनेकै छैन कहाँ हिँडिस है बिहान लफङ्गा पूजा गर्न मन्दिर जान लागेको देख्नु भएन यी ओहो मन्दिर गएर पूजा गरे भगवानलाई धन सम्पत्ति अनि राम्री श्रीमती पाइन्छ अरे नि त त्यही भएर जान लाग्यो तेरो भगवान भनेकै मै हो मलाई पूजा गर्न यति राक्षनी जति छुची आमा छिन् त्यो भगवान जति रे के त अनि आफूलाई भगवान जस्तो रे कति नै राक्षनी पो भन्दो रहेछ तँलाई त गोरुलाई थाहा छ उतिखेर शिवजीले आफ्नो 2टा छोराहरूलाई पृथ्वीको परिक्रमा कसले पहिला गरेर आउँछ भनेर भन्दाखेरि गणेशजीले आफ्नै बा आमालाई परिक्रमा गरेका थिए अरे के अनि किन गरे भन्दाखेरि मेरो पृथ्वी मेरो संसार भनेको हजुरहरू माता पिता हुँ भनेर भनेका थिए ए अब मैले पनि भनेपछि परिक्रमा गरेर पूजा गर्नु पर्यो बा आमाको आदर सत्कार सेवा गरे पो भोलि पर्सि पनि त राम्रो हुन्छ तँलाई हो र अनि आमै बापु ढिला भइसक्यो पकाउनु जानु पर्यो अब अनि के गर्छ बच्चा पूजा गरेर लागेको आमालाई पूजा गर भनेको होइन मन्दिर जान लागेको मान्छे सेवा गर्ने माया गर्ने पो भनेको त यसरी गरेर पानी फुटाउनु भयो र अनि भगवानलाई पूजा गर्ने सेवा गर्ने माया गर्ने भनेको भगवानलाई पूजा गर्नु साटो मलाई गर भनेको होइन बुद्धि त यस्तो कहिले पनि नआउने भयो कस्तो लफङ्गा परेछ पराउने भगवान भएर बोल्नुहुन्न कि धेरै प्रसाद चढाएको भगवानलाई खानु होइन पूजा गर्दा पनि नहुने घरि पूजा गर भन्ने कति आमा पाएको थिएँ मैले त काली मलाई माफ गरिदेऊ मलाई माफ गरिदेऊ मैले यति ठुलो गल्ती गरेँ के गल्ती गर्नु हो र यस्तो कुरा मैले बिर्सिनु नहुने कुरा मैले बिर्सेछु मलाई माफ गरिदेऊ ल के बिर्सिनु भयो किन मारेको मलाई माफ गरिदेऊ ल ए भन्नु न पहिला सुरु हिजो तिम्रो स्पेसल दिन थियो नि त अनि बिर्सेछु मैले अनि के थियो र हिजो मेरो स्पेसल दिन मेरो बर्थडे नि होइन के पनि होइन के थियो त के नगर ल मलाई के गरिदिनु भन्नु न पहिला किन यस्तो रातेको हिजो नाग पञ्चमी थियो नि त अनि पूजा गर्नै बिर्सेछु तिम्रो ओहो सुरु भाइ वर्षभरि नबस्छ न मलाई म आज पूजा गर्छु बरु नबस्छ मेरो जिन्दगी त यो नागिनसँग डराएरै जाने भयो रातभरि सुत्न पाइँदैन यार कति चिलाउनु लायो होला कि दिउँसे मान्छे किस गरेर बसिरहेको बुढो ला यो त मै पो रहेछ बुढो बुढो म त
कसलाई किस गरे भने मै पो रहेछु सरी बुढो माया गर्यो भने गर्यो कस्तो फिलिङ आएर बुढीको फोटो हेरेर चुप्पा चुप्पी गरेको त बेलामा के बेलाको फिलिङले पनि डुबा नै रहेछ तिमी जस्तो बुढो त शत्रुलाई पनि नपरोस् होइन के भन्छ यो बाउलाई क्या हो यार 12 वर्ष भइसक्यो अहिलेसम्म एक टुक्रो सुनको नाम स भन्ने कुरा एउटा बनाएर दिएको छैन होइन मैले सुन कहाँबाट ल्याएर दिने ह सुन तोलाको कति पुग्यो थाहा छैन सुन किन्नलाई के म डाका मार्न जाउँ जेसो त्यसमा चित्त बुझाउने हो फेरि सुन 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 भनेछ मलाई अरू कुरो थाहा छैन यो तीजमा मलाई एउटा छड्के तिलहरी रानी हार दुईटा हातमा बाला चाहिन्छ अनि भनेदेखि मैले के गर्नु छु त्यतिखेर थाहा हुन्छ जे गर्नु छ गर जाऊ सक्दैन म खना ल्याउने मैले यस्ता छन् बाउले ऊ बेलामा अमेरिका जाने केटा खा छोरी तँसँग बिहे गर भन्दाखेरि यस्तासँग है लास्टै हेप्न थाल्यो यार यसले त कसरी हुन्छ 100 गहना चाहिँ जुटाउने भयो यार 4 hours later. यसपालिको चिज पनि बुझ्दै हुने भयो मान्छेले फेरि गिजाउने भयो मलाई ए काली कति गनगन गनगन गरेर विचार बसे यहाँ आएर के ल्याइदिएको छ तिम्रो लागि के हो र के होला यो गहना ल्याइदिएको नि आमा गहना ल्याइसकेको ल ल ल आँखा चिम ल म लगाइदिन्छु मैले लगाइदिएपछि मात्रै खोल ल ल चिम ल आँखा मैले भनेको जति सबै ल्याइदिनु भएको सबै छ नि ल पहिला तिमीलाई लगाइदिन्छु हातमा अनि ल्याइदिँदै रहेछ त किन गाली गरेको त नकिन्छु जस्तो न म यसो सोचेको बिचरा हो यत्रो वर्ष भयो मैले केही लगाइदिन्छ कि होइन सोचेर ल कस्तो वेटी छ त बुढो कति जग्गाको हो र जम्मा जम्मै 10 तोला राखेको थिएन नि त यो चाहिँ छड्के तिलहरी अहिले उठाउँछ यसरी हो नि त त्यसपछि अर्को बाँकी छ एउटा छिटो गर्नु न कस्तो हेर्नु त रहेछ तिमीलाई के भन्छ यसलाई रानी हार होला नि रानी हार हो कि नेक्लेस हो रानी हारको बिस्तारै आँखा खोल त बिस्तारै खोल ल ल हेर यामा परेला भेडा कुर्सानी मारे पनि मार्छ यो हातारीको छोरीले मलाई आज मारेर छोड्छु म रानी हार ल्याइदियो बुढोले सुन ल्याइदियो भनेर खुसी भएको त जम्मै तरकारीको माला उनीहरूले राखेको छ बरु सुन ल्याइदिनु पनि रहेछ 1 तोला भयो नि यसले मार्छ भाग के काम नपाएको हो कति जोत्न लिएर आएको त्यो कालो थुतुनो उता जा। काम पाइन बुहारी के भने जस्तो पक तँलाई जहिले काले काले भनेर हुन्छ तँलाई जानेछ मैले किन रिसाएको यार तिमी त्यत्तिकै भन त काम पाउनु हुने त्यो के खाएको बिहान बिहानी हेलो किसको नि तिमीलाई किन हाँसेको होइन किन बोलाएको हाँसेर बसिरहेको गए म त काम छ कति
घरमा बुढाले मुर्छा परेर हाँस्या यो दिदी पनि हाँस्दै हिँड्ने भने के भयो कति राम्री भएर कहाँ हिँड्ने कि आज के हाँस्यो होला यो दाई पनि हाँसिरहेको रहेछ भने के चाहिँ भयो रहेछ घर ऐना नहेरी भएन अनि के चाहिँ मेरो यस्तो हालत बनाइदिएको रहेछ यति राम्री बनाएर कहाँ कहाँ पुगेर आयो गाली यही काले रहेछ नम्बरै छोडिदिनु म आज हिँड्ने ए ग्यास बनाउने कुकर बनाउने ग्यास बनाउने कुकर ओहो मेरो त कुकरको वासर पो बिग्रेको थियो त ए भाइ पख त एकछिन मेरो कुकरको बिर्को बनाउनु छ यो त शोभा होइन पखान भनेको किन हिँडेको तिमी भित्र आऊ न म कुकरको बिर्को लिएर आइहाल्छु आऊ त यो मेरो कुकरको वासर गएको छ यो वासर फेर्देऊ न हेर्नुहोस् न बनाइहाल्छु अनि एउटा हातले मुख छोपेको छ एउटा हातले गर्ने के गरेको त किन मुख छोपेको यस्तो गर्मीमा यस्तो गर्मी त अब तिमी त रामु होइन रामु हो सँगै पढेको होइन अब तिमी त्यतिखेर त खुब फुर्ती लाउँथ्यौ त म त यस्तो धनी मनी यस्तो धनादेको छोरो म त ब्याङ्कमा जागिर गर्छु यति कमाउँछु भन्थ्यौ त अहिले त कुकर बनाउने बेच्दै हिँडेको छ त्यो त तिमीलाई फकाउन भनेको आफै हिँड त मेरो घर यही हो भित्र गएर कुरा गरेर हिँड यस्तो गर्मी भएको छ जाने हो हिँड न हिँड म पानी पनि दिन्छु हिँड त भित्र हिँड ल आऊ 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 यस्तो गर्मी छ नि यहाँ भित्रै बसेर ल भित्रै बसेर बनाए नि बस यहाँ अनि तिमी त अनि त्यस्तो ठुल्ठुलो कुरा गर्थ्यौ खु धनी मनी हो म भन्थ्यौ मेरो त यति जग्गा जमिन छ मेरो बा यस्तो हो भन्थ्यो अहिले त के हालत यस्तो यो कुकर बनाउने ग्यास बनाउने भन्दै हिँडेको छौ त त्यो त तिमीलाई पट्याउन भनेको हो त्यतिखेर यस्तो गर्मी छ घर घर डुलेर यस्तो काम गर्छौ तिमीले दुःख हुन्न ठिकै भन्छ तिमी केमा काम गर्छौ म त पेपर कम्पनीको म्यानेजर हो कति कमाउँछौ कमाउँछु महिनाको 30,000 रुपियाँ तिमी जस्तो होइन नि म त मेरो पनि ठिकै छ के ठिकै हुनु अब कुकर बनाएर ग्यास बनाएर कति चाहिँ कमाइ हुन्छ खाना पुग्छ तिमीलाई धेरै त होइन त्यस्तै 6-7 हजार कमाउँछु कठैबाट त्यत्रो पढे लेखेको मान्छे अहिले 6-7 हजार कमाएर तिमीलाई खाना पुग्छ छोराछोरी छैनन् त्यो त दिनको कमाउँछु भनेको दिनको? कुकर बनाउने ग्यास बनाउने ग्यास ग्यास ल अब दुईजना भएर काम गर्नुपर्छ अनि तिमीलाई आधी मलाई आधी पैसा है ल हुन्छ जति कमाउँछ तिमीलाई आधी ल जाऊ हिँड ल हिँड जाऊ